पोल्ट्री नेपालको पोल्ट्री मित्र नमस्कार, म हुँ दिपेन्द्र श्रेष्ठ। पोल्ट्री सम्बन्धी विभिन्न खबरहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु नबिर्सनुहोला। अहिले देशव्यापी रूपमा इकोलाईको समस्याहरू आइरहेको छ। ती इकोलाईहरू कल्चर गर्दाखेरि सबै एन्टिबायोटिक रेसिस्टेन्ट देखिरहेको छ। सो हुँदाखेरि किसान दाजुभाइहरूले त्यो इकोलालाई ट्रिटमेन्ट गर्न सकिरहेको छैन, जसले गर्दाखेरि चाहिँ मोर्टालिटी बढेर गएको देखिन्छ। त्यसैले अहिले बजारमा प्रोबायोटिक आएको छ। इकोलाई साल्मोनेलाहरूलाई हुने एउटा प्रोबायोटिक आएको छ। त्यो प्रयोग गरेर एकचोटि हेर्नु न, म सबै किसान दाजुभाइहरूलाई अनुरोध गर्दछु। मैले पनि मेरो फार्ममा प्रयोग गरेको थिएँ। यो चाहिँ यस्तो छ, यो एक्सेल सिओ नाम गरेको यो प्रोबायोटिक हो हैन। यो प्रोबायोटिक चाहिँ तपाईले पानीमा मिसाउनु पर्ने हुन्छ। अनि यो प्रोबायोटिक दिने बेलामा पानी सफा गर्ने कुनै पनि प्रकारको औषधिहरू, एसिडिफायर, सेनिटाइजरहरू मिक्स गर्नु हुँदैन। साथै एन्टिबायोटिकहरू पनि मिक्स गर्नु हुँदैन। प्रोबायोटिक भनेको यो एक प्रकारको राम्रो खालको ब्याक्टेरिया हो। यो चाहिँ कुखुराको शरीरमा गएर कुखुराको शरीरभित्र भएका इकोलाईका कीटाणुहरूलाई मार्ने गर्दछ। एन्टिबायोटिक जस्तो चाँडो रियाक्सन नहुने भएको, चाँडो यसको एक्सन नदेखिने भएको हुँदाखेरि चाहिँ यसको रिजल्ट हेर्नु तपाईँलाई 3-4 दिन लाग्न सक्छ। यो प्रोबायोटिक खानिदिसके पछाडि चाहिँ तपाईँका कुखुरामा भएका इकोलाईको कीटाणुहरू यसले मार्ने गर्दछ। यसको कुनै पनि साइड इफेक्ट हुँदैन। एन्टिबायोटिक खानिदिँदा जस्तो एउटा वेट घट्ने, वेट लस हुने चान्सहरू हुन्छन्, त्यस्तो केही हुँदैन। यो चाहिँ प्रोबायोटिक भनेको चाहिँ राम्रो खालको ट्रिटमेन्ट ब्याक्टेरिया हो। यो प्रोबायोटिकले इकोलाई हैन, इकोलाई, साल्मोनेला, त्यसपछि क्लोस्ट्रिडियमहरू जस्ता रोगहरूका कीटाणुलाई यसले मार्ने गर्दछ। अहिले मेनली चाहिँ देशव्यापी रूपमा इकोलाई देखिया भएर मैले तपाईँलाई यो रिफर गर्न चाहन्छु। एक्सेल सिओ यो चाहिँ वाटर सोल्युबलमा पनि आउँछ र फिड एडिटिभमा पनि आउँछ। अर्थात् तपाईँले पानीमा मिसाएर खानिदिने यो भर्सन चाहिँ मैले देखाइरहेको भर्सन चाहिँ पानीमा मिसाएर खानिदिने हो, प्रोबायोटिक हो। यो मिसाउँदाखेरि तपाईँले कुनै पनि अरू पानी सफा गर्ने औषधि, क्लोरिनहरू हैन, त्यस्तै एन्टिबायोटिकहरू मिक्स गर्नु हुँदैन। साथै अर्को कुरा पनि के ध्यान पर्ने हुन्छ भने त्यो पानी तपाईँको सपोज नेपाल सरकारको उसबाट आइरहेको पानी हो भने त्यसमा क्लोरिन पनि हालेर आउनसक्छ है। त्यो क्लोरिनले पनि यसलाई मार्न सक्छ। सकेसम्म त्यस्तो पानीलाई पनि योलाई चाहिँ त्यस्तो पानीबाट पनि प्रयोग नगर्नु। नेचुरल वाटर छ भने बेटर भइहाल्यो हैन। मेनली कीटाणु मार्ने औषधि भएको पानी चाहिँ प्रयोग गर्नु भएन, किनकि यसमा भएको कीटाणु मर्ने गर्छ। अर्को चाहिँ फिड एडिटिभ आउँछ। फिड एडिटिभ चाहिँ मैले हाम्रो फार्ममा प्रयोग गरेको फिड एडिटिभ चाहिँ त्यो चाहिँ 20 केजीको हुन्छ है। 20 केजीको हुन्छ। ठुला फार्महरूलाई चाहिँ 20 केजी नै लाँदा ठिक हुन्छ। सानो फार्मलाई 20 केजी तपाईँलाई बढी हुन्छ। तपाईँलाई त्यो फिड एडिटिभवाला चलाउनु पऱ्यो भने चाहिँ तपाईँले खुल्ला लानुपर्ने हुन्छ है। त्यो हामीले जोखेर 1 किलो आधा किलो पनि तपाईँको आवश्यकता अनुसार दिने गर्छौँ। अनि त्यो दिँदाखेरि पनि तपाईँले यो पानी चाहिँ आधी घन्टालाई बन्द गरेर दिनु होला है। त्यो खाएको बेला, किनकि त्यो पनि जीवाणु शरीरमा गइसकेपछि शरीरभित्र त्यो एक्टिभ हुनु पऱ्यो। त्यो गरुन्जेल चाहिँ तपाईँले जुन पानी सफा गर्ने औषधि हालेको, एन्टिबायोटिक हालेको चाहिँ दिनु भएन। सकेसम्म यो दिएको बेला एन्टिबायोटिक पनि म नदिनु हुन रिक्वेस्ट गर्छु। फिड एडिटिभ दिने बेलामा चाहिँ तपाईँले पानी छुट्याइदिने, अनि दानाको हरेक भाँडामा त्यो अलिअलि गरेर सर्किदिने। त्यसपछि त्यो दानालाई चाहिँ चाँडो सकियोस् भन्ने हिसाबले हैन, त्यो धेरै दानाको भाँडा भरे पुरै नगर्ने हैन। त्यसलाई चाहिँ थोरै थोरै हरेक भाँडामा चाहिँ तपाईँले त्यसलाई दिँदै जाने। त्यो खाइसके पछाडि मात्रै पानी दिनु होला। तपाईँले त्यो भएर दाना पनि त्यसमा कम राख्नु होला। त्यो चाँडो खाइसक्नुपर्ने हुन्छ। यदि तपाईँकोमा इकोलाईले क्रोनिक भएको छ भने चाहिँ यो औषधि सँगसँगै यो एउटा मल्टी इम्युन भन्ने पनि आएको छ। यसले चाहिँ इम्युनिटी पावर एकदमै बुस्ट गर्छ। यो बुस्ट गर्ने इम्युनिटी पावर बुस्ट गर्ने भएको हुँदाखेरि चाहिँ यसले यसमा चाहिँ एउटा अरू इम्युनिकेटरहरू विभिन्न छ। त्यसमध्येमा यसमा चाहिँ यो चाहिँ मैले किन रिफर गरेको भन्दा चाहिँ यसमा चाहिँ क्रिटिकल प्रोटिन भन्ने एउटा छ। यसले चाहिँ एकदम चाँडो इम्युनिटी डेभलप गर्ने काम गर्छ। यो दुईटै चाहिएमा हामीलाई सम्पर्क राख्नु होला। हाम्रो सम्पर्क चाहिँ पोल्ट्री मार्ट भेटनरी सूर्यविनायक भक्तपुर। सम्पर्क नम्बर 98 010 63 214।